ललित सर स्वागत छ। धन्यवाद। तपाईँ कर्णालीको महामन्त्री, रासोपाको सरकार अब केही दिनमा बन्नेछ, हामी त्यो अवस्थामा छौँ। के छ, के पाउँछ कर्णालीले अब? अब हामीले चुनावमा पनि हामीले एउटा करारपत्रको हिसाबले चाहिँ केही चाहिँ हाम्रो पार्टी केन्द्र र हामी कर्णालीको तर्फबाट पनि प्रत्येक उम्मेदवारहरूले एउटा बाचा गरेका थियौँ। हाम्रो पहिलो कुरा चाहिँ के हो भने कर्णाली पनि यति बेला देशैभरिमा सबैभन्दा पिछडिनुको प्रमुख कारण चाहिँ के छ भने एउटा त यो सङ्घीय सरकारबाट कर्णालीलाई हेर्ने दृष्टिकोण र कर्णालीमा विभिन्न क्षेत्रमा, शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, भौतिक पूर्वाधारको क्षेत्रमा, होइन, ट्रान्सपोर्टेसनको क्षेत्रमा, हरेक क्षेत्रमा चाहिँ जे गर्नु पर्थ्यो, जति गर्नु पर्थ्यो त्यो नगरेको अवस्था एउटा, र कर्णालीभित्र चाहिँ गरिरहेका चाहिँ अधिकतम गएका बजेटहरूमा पनि चरम भ्रष्टाचार हुने जुन एउटा सिचुएसन थियो, जुन कारणले आज सिङ्गो कर्णाली चाहिँ विभिन्न क्षेत्रको हिसाबले चाहिँ रोइरहेको अवस्था छ। त्यो सबै कुरालाई चिरफार गरेर कर्णालीमा जे जस्तो छ, जे सम्पदाहरू छन्, जे प्राकृतिक सम्पत्तिहरू छन्, होइन, कर्णालीको जे सम्भावना छ, त्यो सम्भावनाका सबै कुराहरूलाई चाहिँ अधिकतम युटिलाइज गरेर समृद्ध कर्णाली, एउटा कर्णालीका मान्छेहरूले देखेको सपनाको कर्णाली बनाउने एउटा दिशाबाट अगाडि बढ्छ भन्ने कुरा हाम्रो विश्वास हो। जस्तो के छ, तपाईँहरूले यसपालिको निर्वाचनमा अङ्कगणितीय रूपमा त त्यति धेरै जित निकाल्न सक्नु भएन कर्णालीमा, खैर प्रत्यक्षमा एक सिट जित्नु भएको छ, तपाईँ पनि थोरै मतान्तरले मात्र उपविजेता बन्नुभयो। के छ, तर यो चोटि चाहिँ राष्ट्र केन्द्रले कर्णालीलाई हेर्ने नजर फर्किन्छ जस्तो लाग्छ? त्यो एकदम कुनै पनि शर्तमा कुनै पनि राज्यको एउटा आधारभूत नीति भनेको चाहिँ पिछडिएको क्षेत्रलाई, पिछडिएको वर्गलाई, पिछडिएको विभिन्न चाहिँ सेक्टरहरूमा चाहिँ काम गर्नुपर्छ भन्ने कुरा कुनै पनि राज्यको आधारभूत चाहिँ नीति सिद्धान्त पर्दछ, दायित्व। आज चुनावकै अङ्कगणितको कुरा गर्नुभयो यहाँले। म यहाँलाई एउटा कुरा जानकारी के गराउन चाहन्छु भने कर्णालीमा हामीले कर्णालीको पार्टी टेकओभर गरेको 18 महिना वरिपरि छ अहिले। सिङ्गो देशैभरिका 7वटा प्रदेश मध्येमा कर्णाली पार्टी 2 वर्ष कान्छो छ। हामीले यो 18 महिना वरिपरि कर्णालीमा जे खालको मिहिनेत गऱ्यौँ त्यो मलाई लाग्छ, यद्यपि सन्तोषजनक त हामी पनि छैनौँ, तर कर्णालीको दूर दराजका ठाउँहरूबाट सङ्गठन विस्तार गर्दै तपाईँलाई थाहा छ कर्णालीमा चाहिँ आज नेटवर्किङको समस्या, सामाजिक सञ्जालको समस्या, कर्णालीमा शिक्षाको कारणले गर्दा अधिकतम मान्छेहरू चाहिँ चेतना स्तरका कुराहरू भए, होइन, रोजगारीकै कारणले चाहिँ अलिकति चाहिँ धेरै मान्छेहरू बाहिर बसेको यो अवस्थामा पनि पार्टीको एउटा केन्द्रीय नीति देशैभरिको एउटा हुयौँ र हामी कर्णालीका चाहिँ सम्पूर्ण पार्टी पङ्क्तिका चाहिँ सदस्यहरूले जुन खालको मिहिनेत गरेर अहिले कर्णालीमा हामीले प्रत्यक्षमा एउटा मात्रै जित हासिल गर्न निकाल्न सके तापनि थोरै झिनो मतले काङ्ग्रेसले हामीलाई जितेको छ र समानुपातिकमा कर्णाली प्रदेशभरि अहिले हामीले चाहिँ दोस्रो चाहिँ दलको रूपमा चाहिँ स्थापित भएका छौँ। म तपाईँहरूकै चाहिँ मिडिया मार्फत कर्णालीका सबै 12वटै निर्वाचन क्षेत्रका हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध सम्पूर्ण कमिटीका साथीहरूलाई धन्यवाद पनि दिन चाहन्छु र हामी निकट भविष्यमा आउने निर्वाचनमा कर्णालीमा राष्ट्रिय स्वतन्त्र पार्टी झनै सशक्त तरिकाले चाहिँ गएको छ भन्ने हिसाबले जान्छ भन्ने हिसाबले चाहिँ नि हामीले चाहिँ अगाडि बढ्दैछौँ। जस्तो नि तपाईँ प्रदेश महामन्त्री अहिले पनि पार्टीको त्यो भूमिकामा हुनुहुन्छ, सरकार तपाईँहरूको बन्दैछ, त्यही पनि एकल सरकार, एकलौटी सरकार। के छन् ललित चन्दको अथवा कर्णालीका महामन्त्रीका कर्णाली केन्द्रित योजना के छन्? के पर्छ अब आउने बजेटमा? यो कुरा चाहिँ 100% ललित चन्दले दाबी गरेर कर्णालीलाई लिएर आउँछ भन्ने स्पष्ट योजना के छ तपाईँसँग? हाम्रो पहिलो कुरा कर्णालीलाई समृद्धि बनाउनको लागि पुँजी नै हो। पुँजी उत्पादन गर्नुपर्ने छ। पुँजी उत्पादन गर्नको निम्ति कर्णालीमा भएको स्रोत साधनहरूलाई चाहिँ व्यवस्थित तरिकाले उत्पादन गरेर त्यसलाई बिक्री गर्ने कुरा हो, होइन। आज पनि तपाईँको कर्णालीमा हाइड्रो पावरको प्रचुर सम्भावना छ, होइन। थुप्रै लगानीकर्ताहरूले हाइड्रो पावरमा लगानी लाउन खोजिराख्नु भएको छ, तर राज्यले यो चाहिँ विद्युतीय ट्रान्समिसन लाइनहरू जुन छ नि त्यो चाहिँ नबनाइदिएको कारण, त्यो निर्माण नगरिदिएको कारणले आज कर्णालीमा विद्युतमा लगानी लाउने मान्छेहरू चाहिँ पछि हटेको अवस्था छ। त्यसकारण मलाई जोरदारसँग चाहिँ नि सरकारसँग, हाम्रो पार्टीसँग हाम्रो छलफल पनि के कुरामा चलिरहेको छ भने जस्तै तपाईँको अहिले सुर्खेतबाट भेरी कोरिडोरमा हेर्नुहोस्, होइन, नलगाड हाइड्रो पावर जस्ता थुप्रै तमाम हाइड्रो पावरहरू चाहिँ नि तयार गर्ने अवस्थामा अथवा लगानीकर्ता त खोज्नु पर्यो नि। लगानीकर्तालाई उहाँहरूको लगानी सुनिश्चित गरिदिनुको लागि राज्यले के हो त विद्युतकै कुरामा चाहिँ के भन्नु, ट्रान्समिसन लाइनहरू चाहिँ के भन्नु क्लियर गरिदिनु पर्यो, बनाइदिनु पर्यो, होइन। त्यसपछि कर्णालीमा चाहिँ थुप्रै चाहिँ तपाईँको चाहिँ के छ भन्नुहुन्छ भने जडीबुटीका कुराहरू छन्, होइन। जडीबुटीलाई त्यहाँ चाहिँ रिसर्च सेन्टरहरू बनाएर
कर्णालीका जडीबुटीहरूलाई चाहिँ हामीले त्यहाँ के गर्छौँ, प्रशोधनको कुराहरू भयो, रिसर्चका कुराहरू भयो होइन, त्यहाँ हामीले के गरी चाहिँ त्यहाँ कर्णालीमा चाहिँ प्रोपर्टी चाहिँ बढाउने कुराहरू होइन, कर्णालीलाई चाहिँ एउटा समृद्ध बाटोतिर लैजानलाई रोजगार बढाउने कुराहरू होइन, अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा चाहिँ हामीसँग कर्णालीको चाहिँ देखाउने कुरा छ। पर्यटनमा पनि सम्भावना छ नि तपाईँको कर्णाली, हाम्रो कर्णाली। जस्तै पर्यटनकै कुरा गर्दाखेरि जस्तै तपाईँ राराको कुरा छ, सेफोक्सुन्डोको कुरा छन्, यस्ता त चाहिँ थुप्रै दर्जनौँ चाहिँ हाम्रो चाहिँ के छन् त ओजेलमा परेका चाहिँ पर्यटकीय क्षेत्रहरू छन्। त्यहाँको पनि सबैभन्दा ठुलो समस्याको ट्रान्सपोर्टेसनको समस्या हो। आज मान्छेहरूलाई चाहिँ के छ भने काठमाडौँबाट कर्णालीका पर्यटकीय क्षेत्रहरूमा जानको लागि बाटोघाटो राम्रो हुनु पर्यो, हवाई चाहिँ माध्यमहरू चाहिँ राम्रो हुनु पर्यो होइन। यी यावत कुराहरूमा चाहिँ र त्योसँगै बेसिक केही कुराहरू पनि छन्, ती कुराहरूलाई पनि बिस्तारै अगाडि बढ्ने गरिकन तदारुकताका साथ सरकारसँग जोरदार तरिकाले कर्णालीमा चाहिँ म तपाईँलाई अर्को कुरा के भने कर्णालीमा के चाहिँ गर्ने कुरा, कर्णाली कसरी समृद्ध हुन्छ भन्ने कुरा हामी कर्णालीकै मान्छेहरूले चाहिँ विशेष अध्ययन अनुसन्धानका साथ मास्टर प्लान सहित हामी चाहिँ मन्त्रालयमा जाँदैछौँ। अब हामी सरकारसँग त्यसरी जाँदैछौँ क्या, त्यो नगइकन हुँदैन भन्ने कुरा चाहिँ हो। र म कर्णालीका आम विभिन्न सेक्टरका चाहिँ प्राविधिक क्षेत्रका विभिन्न क्षेत्रका विज्ञ साथीहरूलाई पनि म के आग्रह गर्न चाहन्छु भने अब कर्णाली तपाईँ हामीले बनाउने हो। कर्णाली के कारणले पछाडि पर्यो, कर्णालीको सोर्स रिसोर्सहरू के हो र त्यसलाई चाहिँ कसरी व्यवस्थापन गरेर कर्णालीलाई समृद्धि बनाउन सकिन्छ भन्ने कुरामा चाहिँ गहन अध्ययन र मिहिनेतका साथ हामी चाहिँ अब अगाडि बढ्नुपर्छ र सरकारसँग मन्त्रालयमा जाँदाखेरि त्यो प्लानका साथ, त्यो योजनाका साथ, त्यो कङ्क्रिट ठोस योजनाका साथ चाहिँ अब हामी त्यहाँ जानुपर्छ र कुनै पनि शर्तमा चाहिँ कर्णालीलाई एउटा समृद्धिको बाटोतिर लैजानुपर्छ भन्ने कुरा मेरो एउटा आग्रह पनि हो। जस्तो भनेको तपाईँहरूको योजना चाहिँ जति पनि कर्णाली अथवा त्यो भूमिलाई माया गर्नेहरू त्यहाँ जन्मिएका अथवा बाहिर बसेका छन्, विज्ञ समूह लिएर मन्त्रालय जान्छु, कर्णाली जसरी पनि बजेट लान्छु भन्ने अठोट हो ललितचन्द्रको? एकदम डेफिनेटली हामी त्यही तयारीका साथ, त्यो अठोटका साथ हामी छलफलमा अगाडि बढेका छौँ। केही त म आफै पनि त्यही क्षेत्रको मान्छे भएको कारणले थुप्रै कुराहरू हामीले अलरेडी अध्ययन गरेर राखेका चाहिँ थुप्रै कुराहरू पनि हामीसँग छन् र त्यसलाई थप अध्ययनका साथ अगाडि बढेर चाहिँ कर्णाली यो एउटा चाहिँ समृद्धिको रोड म्याप सहित चाहिँ अब हामी सरकारसँग चाहिँ प्रस्तुत हुन्छौँ, सरकारसँग जान्छौँ र त्यो किसिमले चाहिँ जाने गरिकन हामीले तयारी गरिराखेका छौँ। मैले चाहिँ त्यही कुरा राख्न चाहेँ। भनेको के छ तपाईँहरूले यो सरकार निर्माणका क्रममा अथवा अरू भूमिकाका क्रममा चाहिँ कर्णालीको अवस्था के रहन्छ भन्ने चासो छ क्या धेरैको? होइन, हामीसँग पार्टीमा पटक पटक छलफल भएको र हाम्रो पार्टी सभापतिले पनि पटक पटक विभिन्न फोरमहरूमा भनेको कुरा र चुनावकै बेलामा हाम्रो पार्टीले जुन करार पत्र वाचापत्र चाहिँ जुन घोषणा गरेको थियो त्यो पनि कर्णालीकै सुर्खेतको वीरेन्द्रनगरमा गरेको कारणले अहिले बन्ने सरकारले र हाम्रो पार्टीले कर्णालीको समृद्धिको लागि, कर्णालीको विकासको लागि विशेष पहलका साथ अगाडि बढ्नेछ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ र हामी कर्णालीको एउटा नेतृत्व हुनुको नाताले कर्णालीलाई समृद्धिको बाटोतिर अगाडि लैजानुको निम्ति हामी आफूले पनि धेरै मिहिनेत गरेर दसैँ जिल्लाका विभिन्न क्षेत्रहरूबाट र हाम्रो चाहिँ विभिन्न खालको विकासको अथवा समृद्धिको हाम्रो स्रोत साधनहरूको चाहिँ विभिन्न सेक्टरबाट हामीले अध्ययन गरेर मैले अघि तपाईँलाई भने जस्तै समृद्धिको कर्णालीको रोडम्याप के हो त, त्यो रोडम्याप सहित हामी अगाडि जान्छौँ र कर्णालीको एउटा सपना चाहिँ पुरा गर्ने दिशाबाट हाम्रो पार्टी, सरकार र हामी संयुक्त हिसाबले अगाडि बढ्छौँ भन्ने कुरा नै हो। तपाईँले के पहिलोचोटि चुनाव लड्नुभयो योचोटि? हो, प्रतिनिधि सभाको हो। कस्तो हुँदो रहेछ? रमाइलो लाग्यो मलाई चाहिँ उम्मेदवार भएर जाँदा। हो, यो चाहिँ समग्र चाहिँ गाउँ बस्तीहरूमा, जिल्लाहरूमा होइन, म आफै पनि एउटा गाउँमा जन्मिएको मान्छे, गाउँमै चाहिँ एउटा डेभलपमेन्ट सेक्टरमा चाहिँ लामो समय काम गरेको कारणले चाहिँ गाउँका त्यो समस्या भन्दा छुट्टै टाढा त म थिइनँ, म जानकार नै थिएँ होइन। म आफै पनि त्यही समस्याहरूमा चाहिँ भोग्दै आएको भोगेको पनि हो। तर निर्वाचनमा जाँदै गर्दाखेरि जुन खालको आशा आम नागरिकहरूको अहिलेको परिवर्तनकारी शक्ति होइन, खास गरी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति र आम नागरिकहरूको पनि परिवर्तनकारी जुन चेतना होइन, अब जसै गरी पनि देश हाम्रो बनाउनुपर्छ, हाम्रो जिल्ला राम्रो बनाउनुपर्छ, हाम्रो प्रदेश राम्रो बनाउनुपर्छ भन्ने जुन खालको उभार, जुन खालको चेतना र जस्तो खालको माया उहाँहरूबाट पाइयो नि, मलाई असाध्यै राम्रो लाग्यो र वास्तवमै चाहिँ थप ऊर्जाका साथ हाम्रो कर्णाली निर्माणको लागि, हाम्रो देश निर्माणको लागि, हाम्रो जिल्ला निर्माणको लागि हामी युवाहरू अगाडि बढ्नुपर्छ। कुनै पनि शर्तमा चाहिँ राम्रो एउटा समृद्ध देश निर्माण गर्नुपर्छ भन्ने थप ऊर्जा चाहिँ यो निर्वाचनले दिएको छ। कतिजनाले विश्वास गरेछन् सल्यानमा ललितचन्दलाई चाहिँ पहिलोचोटि चुनाव लड्दै गर्दा पनि? सङ्ख्या कति थियो, कति मत आयो? मैले प्रत्यक्षमा चाहिँ 20,904 मत ल्याएँ। भनेको 20,904 जनाले ललितचन्दलाई विश्वास गरे। यद्यपि मत नहाल्नेले विश्वास नगरेको भन्ने पक्षमा चाहिँ म छैन। उहाँहरू चाहिँ 20,904 जना आदरणीय व्यक्तित्व मतदाताहरू चाहिँ
सशक्त तरिकाले खुट्टा टेकेर चाहिँ परिवर्तनको पक्षमा, विकासको पक्षमा, समृद्धिको पक्षमा जुन हाम्रो एजेन्डा थियो त्यो एजेन्डा पगडेर बस्नुभयो। यद्यपि मत नहाल्ने आम नागरिक मतदाताहरूलाई पनि के छ भने उहाँहरू पनि परिवर्तनको विपक्षमा भएको चाहिँ होइन, तर अब विभिन्न कुराहरू होला नि, त्यहाँ हामीले कतिलाई भेट्न सकेनौँ होला होइन, कतिलाई कुरा बुझाउन सकेन होला होइन। यद्यपि सल्यान जिल्लाको समग्र चाहिँ मतदाताहरू समग्र नागरिकहरू चाहिँ परिवर्तनको पक्षमा, विकासको पक्षमा, समृद्धिको पक्षमा हुनुहुन्छ भन्ने कुरामा चाहिँ दुई मत छैन। के छ अब बालन सरकार भन्दैछ होइन, एउटा नागरिकका हिसाबले यो सरकारसँग अपेक्षा चाहिँ के छ तपाईँको? होइन, पहिलो कुरा चाहिँ अब जुन अपेक्षाका साथ लामो समयदेखि एउटा नागरिकहरूले नेपालको पटक पटकको चाहिँ निर्वाचनमा मतदान गर्नुभएको थियो र त्यो अपेक्षा नभइसकेपछि जुन खालको एउटा जुन सपनाका लागि जेनजी आन्दोलन चाहिँ भएको थियो होइन, हाम्रा 76 जना भाइ बहिनीहरूले शहादत प्राप्त गर्नुभयो, उहाँले बलिदानी गर्नुभयो जुन अपेक्षाका साथ, र यति बेला हामीलाई माया गरेर, हाम्रो पार्टीलाई माया गरेर मतदान गर्नुहुने आदरणीय आम नेपाली मतदाताहरूको एउटा जुन अपेक्षा छ, जस्तै देशलाई एउटा समृद्धि, सामाजिक न्याय होइन, अब सार्वजनिक सेवा प्रवाहका चाहिँ विषयहरू, सरलताका कुराहरू होइन, भौतिक पूर्वाधारका कुराहरू, आम समग्र नागरिकहरूले रोजगार पाउने कुराहरू र देशभित्र बसेर चाहिँ शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत कुराहरूलाई चाहिँ सहजै चाहिँ लिएर होइन, देशभित्रै बसेर एउटा काम गरी खान पाउने जुन एउटा आधारभूत चाहिने चाहना अथवा आवश्यकता हो, त्यसको सुनिश्चितता चाहिँ आम नागरिकहरूले चाहिरहनु भएको छ। त्यो एकदम आवश्यकता हो र त्यो कुनै पनि शर्तमा चाहिने बालेनको नेतृत्वको सरकारले गर्नुपर्छ, हामी सबै मिलेर गर्नुपर्छ भन्ने कुरा नै हो। किन्तु परन्तु छैन, छुट कसैलाई छैन, अब कुनै पनि हालतमा छैन, हुँदैन, हुनु पनि हुँदैन। भोलि खबरदारी गर्नुहुन्छ कि पुराना पार्टीका कार्यकर्ताले जस्तो जे गरिरहेका छन् ठिकै छन् हजुर भन्नुहुन्छ? नो 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 नो, हामी पाइलामा सहयोग, समर्थन, खबरदारी सबै कुरा हामी पार्टीका चाहिँ आफ्नै सरकारको विरुद्धमा पनि उभिन तयार। गलत कुरा गलत गर्ने, आफ्नो बाउ पनि गलत हो भन्ने कुरा, आफ्नो बाउले गरेको गलत काम पनि गलत भन्न सक्नु पर्दछ। अब देश निर्माण गर्ने हो भनेपछि होइन, म आफैले कुनै काम गलत गरेँ भने यो गलत गरेँ, अब यहाँबाट करेक्सन गर्छु भनेर चाहिँ भन्न सक्नु पर्दछ। त्यो सिचुएसन क्रिएट नगरिने देश बन्दैन न हजुर। देश बनाउने कुरा छ, आम मान्छेहरूलाई चाहिँ आम देशको चाहिँ आम नागरिकको चाहिँ चाहनालाई संरक्षण गर्ने कुरा छ, देशको सार्वभौमिकतालाई संरक्षण गर्ने कुरा छ, स्वतन्त्रतालाई सुरक्षित गर्ने कुरा छ, राष्ट्रियताको चाहिँ संरक्षण गर्ने कुरा छ। सिङ्गो देश वीर गोर्खालीहरूले परिकल्पना गरेको जस्तो नेपाल होइन, यो देश निर्माणका निमित्त बलिदानी गर्नुहुने हजारौँ शहीदहरूको सपना जस्तो नेपाल बनाउनु पर्नेछ। त्यसकारण हामी बहुत जिम्मेवार, बहुत सजग भएर चाहिँ काम गर्नुपर्नेछ। हामी गर्छौँ र हामी सबै नागरिकहरू पनि आफ्नो ठाउँमा जिम्मेवार भएर चाहिँ देश निर्माणको एउटा अभिन्न चाहिँ आफ्नो जिम्मेवारी आफ्नो तहबाट पुरा गर्ने लाग्नुपर्छ भन्ने कुरा नै हो। हस्, धेरै धेरै धन्यवाद। अन्त्यमा केही छ? धन्यवाद। अब म यहाँहरूको मिडिया मार्फत आम नागरिकहरूलाई पनि के भन्न चाहन्छु भने, हेर्नुहोस्, यो एउटा देश निर्माणको एउटा चरणमा गएको छ। हामी सबै मान्छे मिलेर हामीले भावी पुस्ताको न्यायको निम्ति, आम शहीदहरूको सपनाको न्यायको निम्ति होइन, आम मान्छेहरूको आवश्यकता पूर्ति गर्नुको निम्ति, यो देशलाई चाहिँ एउटा समृद्ध देश निर्माण गर्नुको निम्ति हामी सबै मान्छेहरू खास बेला र खास ठिक कुरामा चाहिँ एक ठाउँमा आएर देश निर्माणको महाअभियानमा चाहिँ एउटा अभियान गर्नुपर्छ, हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्दै यहाँको मिडियालाई पनि जुन एउटा अवसर दिनुभयो, धन्यवाद भन्न चाहन्छु। धन्यवाद। हस्, धन्यवाद।